And welcome back to my channel. र फेरि निकै दिन भ्लग गर्दैछु अनि फर्स्टली ह्याप्पी न्यू इयर यो नयाँ सालको नयाँ भ्लग अनि अहिले चाहिँ म घरमा छु आज 1 तारिक अनि हाम्रो घरमा चाहिँ आज मोमो पार्टी हुँदैछ यस्तो छ यो खतरा मोमो बनाउँदैछ को छौ यहाँ ह्याप्पी न्यू इयर खोइ ह्याप्पी न्यू इयर भन्दा यो आप्पा चाहिँ यस्तो दौरा यस्तो ह्याप्पी न्यू इयर आप्पा रिङ्की ह्याप्पी न्यू इयर मम्मी ह्याप्पी न्यू इयर यहाँ चाहिँ यस्तो छ यस्तो चलिरहेको छ ह्याप्पी मनाउँदैछ र छिटेन यता छ रिङ्छेन मामा अनि यो माथि चाहिँ के हुँदैछ भन्दाखेरि यो माथि चाहिँ हुँदैछ यसरी वो मोमो बनिँदैछ मोमो पेम्पा दिदी छ यता छ हिल्लु र अब हामी चाहिँ यसरी यही टप भ्यू कस्तो हुँदैछ दामी लु भन्नु त ओ मोमो अरू यता छ्यामा ह्याप्पी न्यू इयर आफ्नो फ्यामिली मात्रै हाम्रो गरेको एकदम मजाले हाम्रो आफ्नो फ्यामिली मात्रै हो हैन मेरो दुईजना नानीहरु आउँछ फ्यामिली यो बार्दै फेरि छ्यामाले हैन हाम्रो फ्यामिली यसरी नै अर्को 2000 कसरी छ्यामा पहिला भन्नु यसरी नै हाम्रो फ्यामिली सबैजना मिलेर खुसी बनाएर यो सालहरु राम्रोसँगले मनाउनु पाऊँ राम्रो खुसीले सुख शान्तिले 2000 पहिला नै होस् भनेर त भन्नु के रे 2026 यसरी मनाएन अब 2027 मा झन् यो भन्दा दामी मनाउनु पर्छ यो चिकन कसले बनाएको यो दामी हो यो चाहिँ मेरो छोरा भन्नु त अलिक ल रिङ्छेनले रिङ्कीले अनि अपोका रिकाले सबैले बनाएको यो चाहिँ हाम्रै छोराछोरीले बनाएको आज हाम्रो यहाँ मोमो बनिँदैछ यस्तो धम यो मोमोको किमा चाहिँ मैले ल्याएको यता आङ्गी पनि आउनु भयो ह्याप्पी न्यू इयर आङ्गी ह्याप्पी न्यू इयर Happy New Year, same to you. आप्पा चाहिँ आगो बालेको छ यहाँ क्वेसन हुँदैछ हो लाइभ क्यारोके लाइभ छ यहाँ यसरी मनाउनु पर्छ न्यु इयर चाहिँ सबैले मजाले हामीलाई मन परेन यो गीत मन परेन यो गीत मन परेन ल अहिले गीत गाइदिनु रिसा रहेको रहेछ आगो बोल्यो ह्याप्पी न्यू इयर चाहिँ हाम्रो चाहिँ अब खानु स्टार्ट गरेको हामीले चाहिँ यो मम्मीले पनि खाँदैछ के भन्नु छ न्यु इयरमा भनिदिनु त साउन्डले सुनेन के भन्नु अब ह्याप्पी न्यु इयर नयाँ वर्षको धेरै धेरै शुभकामना सबैजनालाई हामी पनि ह्याप्पी न्यु इयर मनाउँदैछ ह्याप्पी न्यु इयर आलिसा यता मेरो दिदीको बहिनी के भन्दैछ ल तेरो पापाले के गीत गायो अब गाना चाहिँ गानाको जान्छ मेरोबाट सुनेर नि कुन चाहिँ अरे बाबुको जुङ्गो भने के गर्नु त बाबुको जुङ कुन चाहिँ छ बाबु
यहाँ चाहिँ अर्चु बेगम हेलो अर्चु हैप्पी न्यू ईयर क्या बोलना है न्यू ईयर में बोल हाँ जी अब डान्स हुन्छ ओ त चाहिँ खेले डान्स भएन त डान्सर बनाइदिनु पर्यो पढेर लु एकताल नाच एउटै हुक स्टेप आफै लु गीत गाउँदै लु छिटो एक नम्बर अँ अँ मिल्दै रहेछ है दुईजना चाहिँ आलिया र जो को जित्छ दुईजना बराबर होला हौ ल ठुलो को तपाईँको बप्पु हो बप्पु महाजन मम्मीले मलाई सारिदियो अचार हाल्यो ल भातको साटा खाइदिँदैछ आमाले त के अरे आयुर्वेदिक डक्टर हुन्थ्यो र कान्छा सिपाही बाजेर उतल के अरे सुरेन आपाको नाम के भन्छ सुनार बाजेसँग तास खेलेर के भन्नु चाहिँ आपा त्यसमा मम्मीलाई के भन्यो मम्मीले पनि देखेको होला के खेल्थ्यो के भन्नु चाहिँ त्यसमा अर्जु अङ्कलले परेकोलाई पनि जिताइदिन्छ देख्यो अर्जुले त फेरि अङ्कल त्यतिको दिमाग चल्छ होइन अस्ति एक कटा आधी कटा एक कटा चाहिँ जिस्किँदैन सब फर्स्ट भएन भन्यो अङ्कलले ए यहाँ अफर चाहिँ गरेको तिमीले बायाङ्गी पिगी ब्याङ्कमा कति छ भनिदेऊ न यसको पिगी ब्याङ्क छ नि हो भनेन मैले कति जति होला 5000 5000 पैसाले राखेको छ गुड 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 आधी आधी बढाएर राख्नु यहाँ सुन यहाँ ओइ बहिनी कहिले के गर्नुपर्छ भनेदेखि अब के भन्छ उयो तल एउटा एउटा पढ्नु बसेको थियो होइन राजा भन्ने राजा यहाँ पढेर त्यहाँबाट पढिकन गएर इङ्ग्लिसहरू पनि राम्रोसँगले बोल्ने भयो होइन तँ पनि त्यही भएर जानुपर्छ बुझिस् के पढेर यस्तो हुनुपर्छ पढेर बिहा गर्नुपर्छ अहिले बिहा गर्ने काम गर्नु हुँदैन त्यस्तो अहिले मजाले दुःख पाउँछ भोलि दिन पढेर पढेर सबै आफ्नो हातमा यताउता केही गर्ने भइसकेपछि बिहा गर्नुपर्छ तिमीहरूको त त्यहाँ सबै सानोमै बिहा गर्छ अनि त्यस्तो हुँदाखेरि अनि उयो हुँदैन आफ्नो खुट्टामा दर्रो उभिएर होइन आफ्नो खुट्टामा दर्रो उभिएर आफू क्वालिफाइडतिर उयो हुन्छ नि त बुझिस् यहाँ के भन्दैछ मम्मीले मामा र म हुँदैन नि त आफ्नो खुट्टामा दर्रो गरेर उभिएको छ पढ्नु मजाले पढ्नु ल मलाई मसुद दादाहरूले पुरा हेल्प गरिरहेको छ होइन गरेको छैन त्यसले गर्दाखेरि चाहिँ राम्रोसँग पढ दुईजनाको कम्पिटिसन गराउँदैछु जो डान्स आफै छ नि दुईजनाको कम्पिटिसन गराउँदैछु जसले जित्छ त्यसले 500 रुपियाँ रेडी कम्पिटिसन रेडी रेडी कुन चाहिँ गीतमा खोजिहालौँ लु 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 डान्स खोज 500 रुपियाँ जसले दामी नाच्छ जसले लामो सानो नाच्छ त्यसले 500 रुपियाँ पाएँ मेरो आइज यहाँ छिटो ओ यहाँ छिटो ओ कसले 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 ओ लु लु यसलाई लु यसलाई मसाले हेर्ने यस्तो ओ अलि 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 अडियन्सहरू यस्तो छ है ल यो ड्र भयो अरे यो ड्र भयो अरे यो ड्र भयो अरे होइन ल यहाँ ड्र भयो अब यहाँनिर ड्र भयो ड्र ड्र लु ल तिमीलाई के भन्नु छ तिमीलाई के भन्नु छ अब यहाँ भन्न कुछ बराबरी यस्तो दुईजना हात उठा नजिक यस्तो दुईजना हात उठा बिचमा गएर
होइन ओ लु 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 उनीहरूको त न्यु इयर खर्च पाए नाच जितेको थियो त है आले आले लास्टमा तर बाजी मार्यो आले आले लाग्दैछ अरे अब चाहिँ डान्स भयो कम्पिटिसन बराबर भयो यिनीहरू अरू चाहिँ ड्र भयो अब चाहिँ फेरि मामाको गीत आउँदैछ लु लाग्माको अब यहाँ अब सिङ्गिङ कम्पिटिसन हुन्छ अब को गर्ने सिङ्गिङ दुईजनाको डान्स जानु भाइले जाने गरम भयो के भन्नु छ तिमीहरू डान्स कम्पिटिसनमा लास्टमा चाहिँ तैँले कसरी जित्दैछौ अर्चुलाई के गरी कुन चाहिँ बाबु भन् न लायर लायर त यस्तो तैँले किन नभनेको नि नभए तैँले जितिसकेको थिइस् नि त हो नभए 4 त पाउँथिस् अनि यसले लास्टमा पनि लायर गरिदियो यस्तो गर्दै गर्थ्यो कि उहिले त्यहाँबाट यस्तो गर्दाखेरि चाहिँ जित्यो नि अरे वाह ए मम्मीले जो नाच्दै त लु के अरे कुन चाहिँ गीत अरे किन रिसाइ बसेको भने रिसाकै छ हामी चाहिँ जित्ने के भन्ने कस्तो लाग्दैछ गीत कस्तो लाग्दैछ हाँस मना कस्तो लाग्यो मागा गीत यो कस्तो छ मागा गीत आयो कस्तो छ गीत कस्तो छ अलिक भोकाले धोका दिएको जस्तो लाग्यो के भन्छ रिस उठ्दो रहेछ हामीलाई यहाँ के लाउनु अब तामाङ सेलो लाउनु खायो इन्जोय गर्यो है ह्याप्पी न्यु इयर सबैलाई अब 2026 सबैको लागि राम्रो होस् एन्ड यो भन्दै I'll be ending my vlog here only. So happy new year सबैले खै सबैले ह्याप्पी न्यु इयर भनिदिउँ न यहाँ ल सिरो ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर Happy New Year! ल त ह्याप्पी न्यु इयर गाइस very soon